हाई गाइज, आज हामीहरू काफल खान जङ्गलतिर जाँदैछौँ। यहाँ हुनुहुन्छ जमुना आन्टी अनि निर्मला दिदी, नानी पनि छे। हामी सँगै रहनु होला यो भिडियोभरि। हामी कसरी कसरी काफल टिप्छौँ, खान्छौँ, हजुरहरूलाई देखाउँछौँ। खै कौन त यहाँ त छैन है। त्यहाँ कहाँ छ र काफल खै? अलिअलि उ ए उन्न नजान के उ त पल्लोमा पो रोइछ अहिले उ पल्लोमा ए छैन यो ताल त मलाई ठिक लागेन। यता छन् भनेर ल्याएको। जमुना आन्टीले टिप्दै हुनुहुन्छ काफल। म त खोजम लान्छ, मलाई त थाहै छैन त पुरा खान्दा त। म त त्यो काटो पनि हुन्छ अस्ति त्यो बारीमा गएर भेट उठ्यो आज। अमल के गरम त्यहाँ? हो त आगो भात्नु झाउर बेसन गरेर भात लिएर के हुन्न हो नबाच्नु भो पाप लाग्छ। त खाम के सबैले काफल खान आको दुई जारे खाइयो भने घरको हो। घरका लागि एक काट्नु खै कला यो यहीँ बेकार 1 घण्टा पुग्ने होला आउनु है। बाटैको भगेर खाए पनि होला नि। उले काफल जडी कुटुक्का भन ओ त पछिल्लो चाहिँ अलि फले रहेछ। कस्तो लागिरहेको नानी? कस्तो छ काफल? अब यहाँ आएर हामी अल्ल मल्ल पर्यौँ। कता जाने भन्ने पनि थाहा छैन, काफल पनि भेटेनन्। अब हेलो हाई काफल खान जान भनेको भेटेनन्। जमुना आन्टीले उहाँ बुढो प्लास्टिक हल्लाउँदै कति राख्ने त्यसमा थाहा छैन। खाने जनता यति धेरै छौँ। यो बाटो त लगभग 19 वर्ष हिँडे क्या म। हो र? 19 वर्ष भयो। मजो भयो यो बाटो हिँडेका त 8-10 वर्ष त मजो भयो क्या हो। गाउँमा बस्या भने 19 वर्ष भइसक्यो त। कति बाख्रा चराउन आउँथ्यौँ हामी यो बाटो गोमारोमा भएर। ल यहाँ पनि रहेछ, यो चाहिँ अरूको काफल भन्ने कुरो भयो। यो चाहिँ टिपेको बाटाको फल देखेपछि टिपेर खाने कि ढुङ्गाले हान्ने गर्नुपर्छ अरे क्या। के खाइन्छ अरे निर्मला दिदी? सिठा भन्छ कि सिम्ठा भन्छ? सिठा कटस पनि खानै कटस कति मिठो हुन्छ। हामी आज जङ्गलमा छौँ, काफल खान आएको कि खै काफल त भेटिन्छन् कि भेटिन्न। सिम्ठा अहिले हुने रहेछ, काना भइसक्ने रहेछ क्या होइन? अलिअलि त थियो तर काना हुने। ए 70 को नमा खाना बनाउने बेला भइसक्यो, हामी यसरी डुल्यायौँ। फल्न फल्यो को चढ्ने हो फेरि त्यहाँ? जान कोही नसक्यो हेर्ने मात्र काम भन्ने भयो। कुन त के ला यहाँ कसले बाख्रा ल्याएर हेर त यहाँ त पानी फुटेर मलाई दिने माछा नि सानो बुटा न थिए के पहिला त ठुल्ठुले बेसरी पाक्ने थिए के। अब के छ उही पुग्ने यो थाहा खाने यो के हो? यो भेडी हो, भेडी। यसलाई भेडी भन्छ। यसको खाने सिम्ठा भन्छ। सिम्ठा यसभित्र सिम्ठा आउनै मलाई यसभित्र सिम्ठा भन्छ। भेडी भन्छन्, यसका भित्र सिम्ठा पाइन्छन्। खानालाई मिठा मिठा पनि हुन्छन्, रहेछन् लौ ड्राई फ्रुट्स। ए कति धेरै रहेछन् ल। यसलाई सिम्ठा भन्छ, सिम्ठा भन्छ यसलाई, सिम्ठा। बहुत राम्रो ड्राई फ्रुट्समा पर्छ यो। विदेशतिर बहुत महँगो बिक्दो रहेछ, यहाँ चाहिँ यसको खासै भ्यालु छैन कि के छ। अब हामी जमुना आन्टीको जग्गामा प्रवेश गर्यौँ। छैन
ल गाइज अब हामी ऐसलुमा भेटाइयो ऐसलुमा प्रवेश लौ खाऊ खानु ऐसलु लौ खाऊ भिडियोग्राफीलाई प्राथमिकता भिडियोग्राफरलाई यत्रै फलेको भए पनि जात्रै जाति हुन्थ्यो हामीले दुःख पाइयो हामीले किम्बु खाएर आएका उहाँ कति धेरै फलेको रहेछ ऐसलु काफल त खाना त खासै पाइएला जस्तो छैन तर ऐसलु चाहिँ यहाँ लटरम्मै रहेछ खाना दिए आफ्नो निदेक राखे भने चाहिँ मलाई अहिले कोतारो अब हामी प्रवेश गर्यौं हाम्रो घरबारीमा हजुर यही भरे कुहिएछ नि कुहिएछ नि त गरी भ्याइएछ अचल जात्रै यो हाम्रो जमानाको खल्टुक बुढो खल्टुक भन्ने ए काफल त त्यत्रो झोलाभरि बनाएर मलाई तार्नु होला क्यारीको होला भन्छु उतातिर छ उतातिर जान्न सल्लो त्यही सल्लाहमा टेकेर टिप्न सजिलो हुन्छ बरु फाइनल्ली हामीसँग यति काफल चाहिँ आयो यहाँ रुखा चढ्न सकेको हुनाले रुख चढ्ने बहादुर मान्छे फेरि यहाँ हुनुहुन्छ यति खानी आकाश त देख्दाखेरि मलाई धेरै देखियो नि त प्लास्टिक ठुलो प्लास्टिक ल्याएको होइन त नि अमला यत्रो बुटो फलेर टेक्नी कसरी त खै न जानु हिम्मत गरेर त्यहाँ त अप्ठ्यारो क्या आन्टी यता हाम्रो खाने यता हाम्रो खाने के छैन लोटिन्छ सकिन्न के नजा काफल चाहिँ मिठो रहेछ मिठो छ गाइस आज हामी काफल खान आएको भेटिएन अनि अमला भेटिएछ यो मलौदी खोलामा यो के हो भने मलौदी खोलो भन्छन् यसलाई थाहा छ कि छैन थाहा छैन थाहा त किन हुन्थ्यो हजुरहरूलाई त थाहा हुँदैन तर पिर्न गर्न हामीले मलौदी खोलामा तर अब हामी फर्किन थाल्यौँ प्लास्टिक नभरिकन गाइस के खानुहुन्छ अमला खानुहुन्छ कि काफल ल हामीले अब गीत पनि गाउने भन्ने कुरो भयो वनको काफल वनकै चरीलाई तिम्रो माया 2 दिनको भयो नि मेरो माया जुनी बारीलाई हामी गीत गाउँदै गाउँदै हिँड्यौँ अब हामी फर्किँदैछौँ गाइस हेर्नुहोस् गाइजहरू सकिएन यही भए नि प्रगति अमला भेटिए घन्टा अमला गाइज अमला हामी फर्केर आएर फेरि यही स्टार्टिङको काफलमा अलिकति चोर्न थाल्यौँ अब चाहिँ हाम्रो भ्लग सकम होला काफल खासै खान पाइएन ल बाई बाई गाइज सी यू इन आवर नेक्स्ट भ्लग बाई बाई